हेलो साथीहरु नमस्ते सेवा वेलकम टु माई च्यानल वेलकम ब्याक टु माई च्यानल अगेन म चाहिँ सुशीला राई फ्रम मुरक आई होप हजुरहरु सबैजना एकदमै आरामै हुनुहुन्छ होला भन्ने आशा लिँदै म नयाँ भिडियो ब्लग लिएर आइसकेको छु तपाईहरुकै आफ्नै प्यारी सुशीला अनि आज चाहिँ फेरि अलिकति लङ टाइम पछि आएको छु किनभने त्यही हो मैले भन्ने भनेको जहिले मसँग कन्टेन्ट हुँदैन जहिले देखायो भने त्यही साडी बुनेको त्यसबाहेक मेरो काम छैन आज यता दायाँ बायाँ सब्जीहरु रोप्ने त्यस्तै छ नि त सो त्यसै कारणले मैले ब्लग ल्याउन सकिरहेको थिइन अनि आज चाहिँ मेरो एकदमै अब आजको मेरो भिडियो चाहिँ किन कसरी स्टार्ट गरेको छु हैन सो तपाईहरुले हेर्नु अन्तिमसम्म हेर्नु पर्ने हुन्छ है अनि मात्र थाहा पाउनु हुनेछ म कहाँ जाँदै छु है अनि म चाहिँ आज बिहान उठेको छु अनि यस्तो जाडो मौसम छ साथीहरु हैन एकदमै जाडो छ अनि म चाहिँ आज बिहानै भन्दा पनि अरु बेला भन्दा छिटै उठेको छु किनभने आज मेरो विशेष जाने ठाउँ छ नि त सो त्यसै कारणले म चाहिँ आज बिहानै उठेको छु अनि मैले चाहिँ एकदमै हुस्से लागेको छ कि साथीहरु कति जाडो छ तर पनि म बिहान उठेर नुहाई धुवाई गरेर यसरी बसिरहेको छु अनि यहाँ चाहिँ के पाक्दै छ साथीहरु आज हामी बाहिरै खाना सब्जी बनाएर खान्छौँ नि त सो त्यसैले आज मैले बिहानै उठेर बिहानै यता बाहिरतिरै मैले खाजा बनाउँदै छु खाजामा के छ त साथीहरु झन्डै दल्यो हो मेरो खाजामा के छ त साथीहरु भन्दा नि तपाईहरुले हेर्नु पर्ने हुन्छ है त साथीहरु हाम्रो यहाँ भुटी माम रहेको छ भुटी माम रहेको छ भने यहाँ हाम्रो अचार रहेको छ साथीहरु अब चाहिँ हामीले खानु पर्ने हुन्छ भुटी माम अचार अनि लाग्नु पर्ने हुन्छ है साथीहरु अब हेर्दै गर्नु होला ल साथीहरु अब चाहिँ म निस्केको घरबाट चाहिँ निस्किसकेको छु कहाँ पुग्छु हेर्दै गर्नु होला घरमा गाउँ हिँड्दै गरेको नि त साथीहरु अघि मैले भनिन नि त हामी चाहिँ गाउँ हिँड्दै गरेको अनि हामी चाहिँ गाउँ पुग्न लाग्यौं आज चाहिँ मर्निङ वक जस्तै हिँड्दै आएको थियौं हैन गाउँ जाँदैछौँ त्यही हो कुचोहरू अलैँचीहरू के कस्तो छ भनेर हेर्नको लागि जाँदैछौँ अनि हामी चाहिँ यति धेरै हाम्रो गाउँको नजिक आइपुगेको छौँ नि त अनि अहिले चाहिँ बाटो बनाउने कार्यक्रम हुँदैछ सो गर्मी भयो यस्तो जाडो मौसममा पनि अनि यति धेरै भिड देख्न सक्नुहुनेछ तपाईहरुले पनि माई गड सबै खनेर क्या माथि भिड हेर्नु त म कति अग्लो नि जे फालेको याद आयो कान्छा जे फाले जस्तै भिड छ त नि जे फाले पानी निस्किँदो रहेछ बिचदेखि चाहिँ कस्तो दामी यहाँ चाहिँ बर्खा ठुलो झर्ना जस्तो झर्छ साथीहरु पानी यहाँ चाहिँ झेरझेरे भन्छौँ हामीले यो ठाउँलाई चाहिँ अनि यहाँ चाहिँ भिड देख्न सक्नुहुनेछ तपाईहरुले आमा बिचदेखि चाहिँ पानी कसरी मूल फुटेर निस्किँदै रहेछ सो बर्खामा चाहिँ धेरै पानी झर्छ हिउँदामा चाहिँ सुक्खा हो अहिले यहाँदेखि ढुङ्गा झऱ्यो भने टाउको फुट्छ अनि कुट्नु पर्ने हुन्छ रनिङमा यहाँ चाहिँ अब चाहिँ साथीहरु म गाउँ जान्छु घर पुगेपछि तपाईहरुलाई देखाउने छु के कस्तो छ गाउँघरको चालामाला हैन साथीहरु फाइनली म मेरो कुचोबारीमा आइसकेको छु देख्न सक्नुहुनेछ तपाईहरुले कुचो निस्केर एकदमै पैसा खनखनी ल्या पैसा कति सस्तो छ कुचोको भाउ हैन तर पनि बाली नाली भनेको सिहारेकै हुन्छ साथीहरु अनि यहाँ चाहिँ कुचोबारी एकदम म कुचोबारीमा आइसकेको छु अनि म चाहिँ आज यही आएको कुचोबारी हेर्न अलैँची हेर्न तपाईहरुले वाच गर्न सक्नुहुन्छ हाम्रो अलैँची बारी एउटा छ यसरी जस हाम्रो गाउँठाउँमा भनेको अलैँची हैन यतिको हुनु भनेको जाग्नु भनेको ठिकै हो किनभने पानीको अभाव हुन्छ हाम्रो गाउँठाउँमा चाहिँ पानी मान्छेलाई पनि त अलिकति धाउधाउ पर्छ तल दाल पनि छ कि हाम्रो त्यहाँ हेर्न जाँदैछौँ त्यो भएको छ कालो सुन साथीहरु अलैँचीको बारी हाम्रो मेहनतको फल चाहिँ अवश्य दिनुपर्छ तपाई हजुरले दिनुपर्ने हुन्छ हामीलाई अनि कुचोबारी छ नि त अनि यसको बिचमा हामीले चाहिँ यता खोल्सीतिर चाहिँ रोपेको थियौँ क्या अलैँची अनि माथिको अलिकति टुक्रा रोपेको छौँ कता चिसै नि थाउ त्यता खोज्दै रोपेको छौँ अनि माथिको चाहिँ अलिकति पानी बिना भएर त्यस्तै भयो ठिकै छ र पनि बाँचेको छ हैन मुन्टा सरी आएको छ अनि यहाँको चाहिँ देख्न सक्नुहुन्छ
ओ माई गडनेस यतिको अलैँची भइदियो भने कहाँ गएको खाली खाली ए उहाँ चाहिँ मरेछ एउटा कुनै कुनै मरेछ दुईटा एक बोट मात्रै देख्दैछु त म त ए 2 बोट मरेछ यहाँ नरोपेको ल साथीहरू यहाँको पनि अलैँची मैले देखाइहालेँ होइन साथीहरू हाम्रो लहरी दाल भनेको यही हो होइन सबै भाँचे छ नि बादर आयो कि यसरी ए हावाले चाहिँ चाचा त चुचुर यसरी चाहिँ बनाउँदैन है हावाले यहाँ खाएको होला हौ कान्छा के होइन यो खाइसक्यो यहाँ त खाएको छैन र यहाँ खाइसक्यो यतातिर सबै यो त बादर नै हो यो त नमिठो भएर नआएको होला क्या यहाँ हेर त कति खायो कसम के होइन यो हुसे दबाई हान्नु भएको नि अस्ति नै आच्छी यसरी चाहिँ नहुनु पर्ने साथीहरू यसरी चाहिँ नहुनु पर्ने ढलेर सबै के हिँडेको पनि छ कि क्या हो पाइला यी त खाएको हो काले यहाँ आऊ त यो खाएकै हो यो त बादरले खाएको यहाँ आउनु न रोपेर एक देश मान्छे एक देश कहिले कहीँ त घुम्न आउनु पर्थ्यो तल जाउँ त तलतिर मास्तले एउटा गोठ जस्तो बनाएर ढुङ तार बाँधेर घरदेखि ठङ 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 हल्लाइदिनु पर्ने खालको जस्तै देखेँ त मैले त नभए त लट्टै फलेको छ नि कुनै त यसरी मौलाएर नि यति खतरा फलेको छ नि साथीहरू हाम्रो त लहरी दाल सबै बादरले नै खाएको यो त दुःख गरेपछि यसरी चाहिँ हुँदैन है इस यतातिर सबै यो खाएकै हो क्या कान्छ कसम खाएको मैले चिप पत्ता लगाएँ यहाँ त ढुलो एक बोटमा त छैन त खोर्सानी पनि छैन ल साथीहरू अब चाहिँ हामीले यही हेर्नु आएको मेरो मोबाइलमा ब्याट्री पनि लो भइसक्यो अब चाहिँ घरमा गएर भेट्नुपर्ने हुन्छ फोन थोरै चार्ज गर्नुपर्ने हुन्छ है त साथीहरू यो भ्लग पनि म त यहाँ रिस उठ्दैछु अनि त 3 रङकै मुख्यो हो खासै रुचि छुइन रुचि छुइन खासै नि पहिला आमा र बाबुलाई खुवाएर अरूलाई बाउले चाहिँ पहिला के मम्मीले आमा जानु पर्यो त्यहाँ जन्माउने आमा खुद छिन् अन्त नि भरे घाँटीमा ककसको यो त कति वर्षको तर त थाहा छैन है 6 वर्ष आन्सा चाहिँ मान्नु फसिन्छ भने जन्माको 5 वर्ष हौ अब 6 मा हिँड्दैछ क्या